हेलो 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 सबैलाई स्वागत छ मेरो भ्लगमा हैन हाँसेको हेर्न त्यो हाँसेको पछाडि खिट 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 गर्दै तर पनि कतिहरु पनि बेला आउँछ के पनि एउटा भ्लग बनाउनु म चाहिँ पप्पा हेर्नु न चप्पल धान लडेर सखा बनाएको छ यतातिर कान्छा दाजुले सिसीलाई चाहिँ पस्को सुख दिएर मोटाएर सुँगुर जस्तो भएको छ घाँस काट्दैन झन् अब बासी बासी मासु खाएर भोलि लाग्यो हेर्न पारिपट्टि कस्तो दामी देखिँदो रहेछ कति धेरै भाइरल हुन्छ हामी 3 घरको टोरीहरु किन भाइरल नभएको ला एउटा बस्ता थम्बनेल बनाम थम्बनेल त्यहाँ यस्तो गरेर बस्न यस्तो कहाँ हिँडेको घाँस काट्नु कहाँ भन्दा तल थेनी भ्यू त खतरा आउँदो रहेछ त धन त कति यता त हुँदै त लडेन त कोदौ यहाँ लडाइदिएछ कोदौ हिजो पानीले अघि चाहिँ बढाउनु छैन घाम डाँडामा आइसक्दा नि घाँस काट्नु नजाने दुईटा काटेको काने हामीलाई चाहिँ एकदम दसैँ लागिसक्यो भोलि चाहिँ टिका हो नि त टिका हो त्यही भएर आज घाँस काट्नु गएको हामी चाहिँ अहिले चाहिँ लडेर यस्तो भएर पनि ओपर लडेछ नि भन्छ तर केही छैन भोलि दसैँ आउँदैछ टिका लाउनु पर्ने हो भोलि टिका लाउलास टिका टिका नि कालो कालो आउँदो रहेछ नि त हुँदै त यहाँ हो हाम्रो सेतीमाटी सेतीमाटी कहाँ छ यहाँ सेतीमाटी ठाउँको नाम भनेको पो त कपाल पनि बौला जस्तो देखिन्छ त म त पागल हो पागल हो पागल हो अब घाँस बेच्ने साह्रो छ के गर्नु कहाँ जाने जिन्दगीमा काटेर त होला नि गाह्रो छ तल काटिने हो काटिने साढे पाउरी धान पनि पसाइसकेछ यहाँ त पठाएको नि न धान त पसाइरहेको छ त नुहाइसकिरहेको छ देख्दैनस् आँखा के को सिसी खाने त्यति पनि थाहा नहुने मान्छे आइहाल्छ नि सिसी कस्तो हुन्छ त्यति पनि थाहा नहुने यो कान्छो दाजु र ठुलो दाजु मात्रै होला जम्लाई भएर नि एउटा नभएको के नभएको रे अनुहार अनि अरूले चिन्दिन भन्छ त तर अरूले चिनेर भन्छ तर म चाहिँ चिन्दिनँ दाजु त जन्मैदेखि देखेको नचिनेर अन्छु के भन्छ हौ चिनेरले त चिन्दिनँ भन्छ हुँदैन अघि आएछ म अघि ठुलबाको बारी पुग्ने बेला बोला चाहिँ आउनु न गरेर बस आउनु नि गर्दै बस आउनु नि अस्तिको भ्लग एडिट गरेर हाल्नै भएको छैन अनि त्यहाँ नौरा त लागेको भाजी सकिरहन्छ पछि तिहारमा हाल्न धानको हैबाला जुल्यो खेतैमा फुट्ला तर लड्यो बारीमा धान चाहिँ भुइँमा सुतिहाल्यो कोदो चाहिँ बारीमा लुकिहाल्यो आज मेरो युट्युब खोलिदिनु ल खाल्यो टिका हो हाम्रो कान्छा दाजुले कति दक्षिणा दिइहालेछ अरे 1 रुपियाँ दिइहालेछ अरे के साह्रो अप्ठ्यारो बाटो मात्रै भरे 1 भिड पनि आउँदैन अनि सब्सक्राइब हाल्छ नि सबै फुलबाट हाम्रो घरबाट कतिवटा फुल छ हाम्रोमा 4टा तपाईँहरू 4टा 7 8 9 10 वटा त मेरो घरको सब्सक्राइब हुन्छ हो यस्तै घरको सब्सक्राइब हुन्छ है खतरा झन् हिजो त्यो वाला बेलुका आउने बेला कस्तो खतरा देखिरहेको ठुलाले खिचेको राति यता त हुनुहुन्छ यहाँ त पिङ पनि बनाउँछ घाम अस्ताउने बेलामा पिङको उद्घाटन हाल्यो नि हाल
आयो ए बाँदर मुखे फेरि बाँदर नमस्ते साथीहरु यो चाहिँ ढोक्दिया के भन्छ यो ढुङ्गा चाहिँ हो ढुङ्गा चाहिँ के पालादेखि जिजुपालादेखि जिजुपालादेखि र कहिलेसम्म भत्केको छैन यहाँ मुनि एउटा च्यान पनि रहेको छ यहाँ भएको मान्छेको सब चाहिँ कहाँ काठमाडौँ कता लगेर जलाइएको छ जलाइएको छ तल त रिपोर्टिङ त खतरा गरिस् त हो उसको ब्लग चाहिँ मेरो मोबाइलमा टिकटक हालौँ न भन्दा चाहिँ नमान्ने अनि मैले टिकटकै हाल्दैन भन्छ ए त्यसो पो भन्छ वाटर सल्लाल्ला त्यस्तो चाहिँ कहाँ छ गीत आफै हो भनेको खतरा खतरा फोटो हाल्ने के यस्तो भला त मजाले पाकेछ त खानु मिल्छ यसको भक्किलो चाहिँ कस्तो हुन्छ उफ त्यो देख्दै त भक्किलो तर फलेको त छैन यो चाहिँ हाम्रो बाजेको यो के भन्छ जग्गा हो है गाइसहरु भक्किलोको त के पो हुन्छ यो धान मेरो बाजेको यो ढुङ्गा पनि मेरो बाजेकै हो बाजेको नबाजेको झगडा परेको झगडा नपरेको सबै हो बाजेको यो स्वामित्वमा रहेको बाजेको होइन साले हाम्रो अजाहरूको हो त अनि यो कसको त यो जग्गा कसको बाजेको होइन नबाजेको माथि के कामी अनि यो जग्गा हाम्रो बाजेको भनेपछि यो चाहिँ कसको हुन्छ ल भित्रको चाहिँ उता नि बाजेको उ पनि बाजेको उता नि बाजेको बिचमा चाहिँ कसको बिचमा जीविका श्रेष्ठ भइसक्यो